ऐतिहासिक, धार्मिक, पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको अपार र अलौकिक सम्पदाहरूले भरिपूर्ण जिल्ला सल्यान। स्वर्गको एक टुक्रा, सुन्दर, आकर्षक, प्रसिद्ध पर्यटकीय गन्तव्य कुपिण्डी दह। बनगाड क्षेत्रका कलकलाउँदा फाँटहरूको मनमोहक दृश्य, कृषि, पशुपालन, स्थानीय जनजीवन, घना वनजङ्गल, मौलिक सांस्कृतिक विविधता र सम्पदा, बनगाडी टप्पा, मैदु पोखरी, ढोर पिपल मेला। घाजरी, शङ्ख पिपलको बेसी, बामे, देवस्थल र सल्ली बजार, भेरी नदीको कलकल पानी झै निश्चल, सौन्दर्यताको ऐतिहासिक पुण्यभूमि बनगाड कुपिण्डी नगरपालिका। सङ्घीय संरचना अनुसार 12वटा वडाहरूमा विभाजित साबिकका देवस्थल, बामे, मूलखोला, घाँजडी पिपल, कुपिण्डी दह, माझकाँडा र निगाचोला गाविसलाई मिलाएर स्थापना गरिएको यस नगरपालिका प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताले भरिएको छ। बनगाड कुपिण्डी नगरपालिकाको पूर्वमा कुमाक तथा सिद्धकुमाक गाउँपालिका, पश्चिममा सुर्खेत जिल्ला, उत्तरमा जाजरकोट जिल्ला र दक्षिणमा शारदा नगरपालिका र कालीमाटी गाउँपालिका पर्दछन्। आर्थिक, सामाजिक, सांस्कृतिक तथा देश विकास हाम्रो सान, कुपिण्डी दह नगरवासीको पहिचान भन्ने नारालाई सार्थकता बनाउन बनगाड कुपिण्डी नगरपालिका क्रियाशील रहेको छ। बढ्दो जनघनत्व, अव्यवस्थित सहर विस्तार, विकासका नाममा जताभावी खनिएका बाटाहरू, जङ्गल फडानी, जलवायु परिवर्तनको प्रभाव र मानव सृजित कारणहरूले गर्दा पानीका स्रोत र वातावरणीय सरसफाइमा चुनौती थपिएको छ। बनगाड कुपिण्डी नगरपालिका सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता सुसा योजना अन्तर्गत खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा नमुना योग्य कामहरू भइरहेको देखिन्छ। नेपाल सरकार, फिनल्यान्ड सरकार, बनगाड कुपिण्डी नगरपालिका र योजना स्तरमा समुदाय समेतको लगानीमा फिनल्यान्ड सरकार सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना र बनगाड कुपिण्डी नगरपालिकाले संयुक्त रूपमा विगत 3 वर्ष यता खानेपानी तथा सरसफाइको क्षेत्रमा महत्त्वपूर्ण योजनाहरू सम्पन्न गरिरहेको छ। सर्वप्रथम त हामीले बनगाड कुपिण्डी नगरपालिकामा आइसकेपछि मेरो नेतृत्व सरकारले समीक्षात्मक हिसाबले विगतमा के कस्ता काम कारबाहीहरू भइरहेका छन् र आगामी दिनमा के कस्ता काम कारबाही गर्नुपर्छ भनेर व्यापक ठुलो छलफल बहस भयो। त्यही अनुसार नीति, योजना, कार्यक्रम र बजेट व्यवस्थापन गरेर हामी अघि बढ्यौँ। त्यसरी बढ्ने क्रममा हामीले पहिलो प्राथमिकता शिक्षालाई राख्यौँ। हामी आउँदै गर्दा शिक्षाका भवनहरू अस्तव्यस्त थिए, विद्यार्थी कहीँ भिडभाड थियो, कहीँ चाहिँ टिचरको भिडभाड थियो। त्यसलाई सन्तुलन कायम गर्न हामीले कार्यदल गठन गऱ्यौँ, शिक्षा ऐनलाई संशोधन गऱ्यौँ, कार्यविधि बनायौँ। त्यसलाई पनि क्रमशः सुधार गर्दै अगाडि लियौँ र अहिले एउटा प्रकारको लयमा गतिमा हामीले अगाडि लिइरहेका छौँ। त्यसका साथै स्वास्थ्यलाई पनि हामीले प्राथमिकता थियो, स्वास्थ्यलाई पनि हामीले त्यही लयमा लिन अगाडि प्रयास गऱ्यौँ। हामीले खास गरी नगर अस्पतालसम्म पनि हामीले सुरुवात गरिसकेका छौँ र स्वास्थ्य चौकीहरू, आधारभूत स्वास्थ्य चौकीहरू, शहरी स्वास्थ्य चौकीहरू यी सबैलाई क्रमशः विकास गरेर हामीले के गर्यौँ भनेदेखि अगाडि बढाइरहेका छौँ र केही आधारभूत र शहरी स्वास्थ्यको लागि करार जनशक्ति लियौँ, नगर अस्पताललाई जनशक्ति लियौँ र स्वास्थ्यलाई पनि अघि बढायौँ। त्यसका साथसाथै स्वास्थ्यमा हामीले थप केही सेवाहरू पनि राख्यौँ। एचआरडिसी खास गरी काभ्रेमा रहेको बाल अपाङ्ग अस्पताल जो छ त्यसको साझेदारीमा अपाङ्ग भएका बालबालिकालाई पनि उपचार सुविधा दियौँ। आँखा उपचारको लागि खास गरी मोतीबिन्दुको अपरेसनहरू एकै वर्षमा हामीले 87, अर्को वर्षमा 100 खानको हाराहारीमा र त्यसपछि अहिले सेवा नै नियमित यहाँ दिइराखेका छौँ र अपरेसनहरू पनि पठाइरहेका छौँ। यसका साथसाथै हामीले अन्य आयुर्वेद पनि चलाइरहेका छौँ स्वास्थ्यको। यति मात्र गरेर भने स्वच्छ चाहिँ पिउने पानी, सरसफाइ र वातावरणलाई नै स्वच्छ राख्नुपर्छ भन्ने पनि हामी पुग्यौँ। त्यसपछि हामीले तत्कालै आउने बित्तिकै के कसरी अगाडि बढ्ने भनेर हाम्रो यो बनगाड कुपिण्डी नगरपालिकाभरिको समग्र खानेपानीको अवस्था के हो, कस्तो छ भनेर हामीले अध्ययन अनुसन्धान। त्यसको लागि हामीले एउटा
कार्यदल नै गठन गरेर हामीले विज्ञहरू नै पठाएर लामो समयसम्म विज्ञ प्राविधिक विज्ञ सामाजिक विज्ञहरू पठाएर त्यसको एउटा डकुमेन्ट खडा गऱ्यौँ, वास प्लान निर्माण गऱ्यौँ। त्यो वास प्लानमा हामीले समग्र बनगार कुपिनी नगरपालिका सञ्चालित आयोजनाहरू, सञ्चालन गर्नुपर्ने आयोजनाहरू, साना ठुला राम्रा बिग्रिएका तिनी सबै हेरेर कुल 414वटा त्यसमा समावेश भए। त्यसलाई फेरि थप संशोधन गर्दै जाँदा परिमार्जन गर्दै जाँदा 339वटा आयोजनाहरू अहिले हामी कहाँ छन्। त्यसमध्ये ठुला आयोजना हामीले केन्द्र सरकारलाई दियौँ, जस्तै सल्ली बजारमा रहेको खानेपानी आयोजना होस् वा चाहिँ थारामा रहेको खानेपानी आयोजना। यिनी करोडौँका छन्, थाराको 9 करोड छ भने त्यस्तै 6-7 करोडभन्दा माथि सल्ली बजारकै छ, कर्मागतमा चलिरहेको छ। त्यस्तै परदेशहरू केन्द्रमा गएका देवस्थल खानेपानी आयोजना, बामे 2 नम्बरको खानेपानी आयोजना, त्यस्तै हाम्रो 8 नम्बरको खानेपानी आयोजना प्रदेशसँगको उसमा सहयोगमा चलिरहेका सञ्चालनमा छन्। त्यस्तै हाम्रो सङ्ग्रहीको खानेपानी आयोजना, यिनी ठुला आयोजना त्यहाँ दिएका थियौँ। र हामीले कैयौँ मिडियम साइजका मर्मत समार गर्नुपर्ने टाइपका आयोजनाहरू हामीले सुस्वा परियोजनालाई भित्र्यौँ। फेरि हामीले खास गरी फिनल्यान्ड सरकार, युरोपियन युनियन, नेपाल सरकार, हाम्रो पालिका प्लस उपभोक्ताको समेत साझेदारीमा हामीले एउटा कोष खडा गरेका छौँ, त्यसलाई भन्छ सुस्वा परियोजना। त्यो कोष मार्फत चल्ने आयोजनाहरू पनि हामीले यो सुस्वा परियोजनासँग साझेदारीमा अगाडि बढाइरहेका छौँ। त्यसो बढाउने क्रममा हामीले 80-81मा हाम्रो लिसपानी चिउरा खानेपानी आयोजना सञ्चालनमा हामीले ल्यायौँ। त्यस्तै पाटी खानेपानी आयोजना, त्यसपछि रम्चाउना खानेपानी आयोजना, निगालचोला माछ खर्कमा लिप्ट खानेपानी आयोजना, 4वटा आयोजनाहरू 80-81मा चलायौँ भने त्यसको बिचमा चाहिँ आएन। त्यसपछि आएर फेरि हामीले 82-83मा हामीले वार्ड नम्बर 1 को बेलखोला बागचौर, वार्ड नम्बर 5 को लाखर लिप्ट खानेपानी आयोजनालाई थप व्यवस्थित गर्न लागेका छौँ। त्यस्तै हामीले वार्ड नम्बर 6 को जलभलाखर खानेपानी आयोजना, त्यसै वार्ड नम्बर 10 को थापाचौर खानेपानी आयोजना, वार्ड नम्बर 11 को 5 हारेदेखि यो आप्चौरसम्मको खानेपानी आयोजना, यिनी अब अहिले यो आर्थिक वर्ष असारसम्म कम्प्लिटमा हुँदैछन् र तिनी आयोजना चलायौँ। वार्ड नम्बर 8 को ज्यामिरे खानेपानी आयोजना र वार्ड नम्बर 4 को काफलपानी, डोब्के र देउली खानेपानी आयोजना आगामी पुससम्म सम्पन्न हुने गरी त्यसलाई पनि अगाडि बढाइरहेका छौँ। अरू मर्मत समारका साना आयोजना पनि छन्, जस्तै मर्मत समार सम्बन्धी उसको वार्ड नम्बर 5 को घरेलीमा छ, त्यस्तै वार्ड नम्बर 10 को माथि 11 को पुछालामा छ, 10-11 त्यो क्षेत्रमा पनि केही मर्मत समारका। त्यस्तै हामीले यता 1 को मालपे र 2 को लाहाकटमा अगाडि बढाएका थियौँ। अहिलेको यो अन्तर्राष्ट्रिय परिस्थितिको कारणले पाइपमा महँगाइ आएपछि टुटीमा त्यो ठेकेदारले अथवा समितिले काम गर्न नसकेपछि त्यो रनिङमा जाँदैछ। फेरि आगामी वर्षमा हामी त्यसलाई जोड्छौँ। यिनी सबै जोड्ने हो त 1200-1300 घर दूरीभन्दा बढीलाई हामीले स्वस्थ पिउने पानी धेरै जस्तो पुगिसकेको छ, बाँकी पुग्दैछ। यो हिसाबले गऱ्यौँ। त्यसै साथै हामीले शौचालय सम्बन्धी काम पनि गऱ्यौँ। के अरे 3, 4, 5, 6, 7, 8, 9, 10, 11 नम्बर वडा 12 नम्बर वडासम्म हामीले कर्मचारी एउटा विद्यालयमा मावि अथवा आधारभूत विद्यालयमा त्यहाँ अति जरुरी ठाउँमा 1-1वटा कहीँ 2वटा शौचालय बनाएका छौँ र एकमा चाहिँ मर्मत समार गर्दाखेरि त्यहाँ बनाएका छौँ। यो प्रकारले हेर्दाखेरि हामीले वास प्लान गराइसकेपछि खानेपानीको क्षेत्रमा, सरसफाइको क्षेत्रमा अनि यो स्वस्थताको क्षेत्रमा हामीले काम गऱ्यौँ। पालिकालाई स्वस्थ सरसफाइ गाउँ घोषणा गरेका छौँ, घरेलुलाई घोषणा गरेका छौँ, अरू पनि हामी प्रयासहरू गरिरहेका छौँ। र कुलमा जाँदा यो परियोजनाले हामीलाई टोटलमा यो खानेपानीको क्षेत्रमा, सरसफाइको क्षेत्रमा एउटा सकारात्मक प्रभाव छोडेको छ। सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता भन्छौँ, त्यसलाई छोटकरीमा सुस्वा परियोजना भन्छौँ। यो परियोजनाले नयाँ हामीलाई प्रविधिको विकास गर्नमा मद्दत गरेको छ। एक घर एक धारा छ, नयाँ प्रकारको प्रविधि छ र स्वस्थ छ। हामीले यो खुवाउने पानी भनेको युरोपियन अथवा विकसित राष्ट्रको मापदण्डको पानी हो, किनकि त्यसमा चाहिँ इनलाइन क्लोरिनेसन राखेका छौँ। त्यहाँ मात्र होइन, अरू धेरै ठुला आयोजनामा पनि हामीले थपिलाई विकास गर्दै लिइराखेका छौँ। यो प्रकारले खानेपानीको क्षेत्रमा हामीले गरेका छौँ। हामीले वातावरण जोगाउनलाई ती खानेपानी मुहानहरूमा पनि वृक्षारोपणदेखि लिएर घेरबारदेखि लिएर अरू थप कार्यहरू पनि गरिरहेका छौँ। निरन्तर रूपमा हाम्रो पालिकामा अगाडि बढाउन पनि कोसिस गरिरहेका छौँ। हाम्रो पूर्वाधार शाखाको खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धी वास प्लान त्यहाँ राख्दै, वास प्लान भनेकै यो एनवास अथवा नेपाल सरकारको जो खानेपानी सम्बन्धी छ तथ्याङ्क छ त्यहाँ इन्ट्री भइसकेको हुन्छ। हामीले बाहिर बसेर पनि त्यो पास छ भने हेर्न सक्छौँ यहाँका कतिवटा आयोजना कहाँ रहेछ, कहाँ छुट्या रहेछ भनेर थप अझै यसलाई परिस्थित र व्यवस्थित गरेर लैजान्छौँ। खानेपानीको सेक्टरमा यो गऱ्यौँ। यसका साथसाथै हामीले यो वास प्लान अन्तर्गत हामीले पनि अरू पनि सामाजिक गतिविधि गऱ्यौँ। किन महिनावारी स्वच्छताको क्षेत्रमा अरू विभिन्न प्रकारका गतिविधि गरी सचेतनाका गतिविधिहरू, विभिन्न प्रकारका ट्रेनिङहरू, थुप्रो ट्रेनिङहरू हामीले, किनकि खानेपानी आयोजन दिएर भएन, त्यो प्रकारको त्यसलाई मर्मत समार गरेर सधैँ टिकाइराख्नलाई त दक्ष जनशक्ति पनि चाहियो। त्यो प्रकारको जनशक्ति पनि हामीले प्रोडक्ट गरेका छौँ र यसका साथसाथै हामीले एउटा सिस्टमको डेभलप गरेका छौँ। किनकि हामीले जल स्रोत ऐन तयार गरिसकेका छौँ, हामीसँग कार्यविधि छ, ऐन छ, त्यस्तै सरसफाइ सम्बन्धी कार्यविधिहरू छ। यो सबैले गर्दा एउटा ट्र्याकमा हिँड्ने, आउट अफ ट्र्याकमा जान कोही पनि नपाओस्। नेपालमा भएको एउटा विधि के हो भने योजना दिने
त्यसलाई दिगो बनाउन नसक्ने मर्मत गर्न नसक्ने एउटा सिस्टममा पस्ने हाम्रो समस्या जो छ त्यसलाई हामीले यो जाँदै गर्दा हामीले यसलाई यहाँसम्म दिएको योगदानका लागि हामी आभार तथा धन्यवाद दिन चाहन्छौँ र अब आगामी दिनमा फेरि यो परियोजना गए तापनि कुनै न कुनै नयाँ थप परियोजनाको पनि हामी खोजीमा छौँ किनकि हामीसँग घरधुरी सङ्ख्या 7,000 को एराउन्डमा छ 7,440 एराउन्ड छ त्यसमा घट्ने बढ्ने क्रम जारी छ बसाइसकेका जानेको सङ्ख्या पनि त्यतिकै छ आउने सङ्ख्या पनि त्यतिकै त्यसैले साढे 7,000 को एराउन्डमा छ हामी त धन्दै 1,500 मात्र स्वस्थ पानी पिआउँदैछौँ थप केन्द्र सरकारको प्रदेश सरकारको आयोजनाहरू कम्प्लिट भयो भने 3,000 कम्प्लिट होला 4,000 पुग्ला अझै धेरै कामहरू गर्न बाँकी नै छ त्यहाँ समस्या छ अझै किन फेरि अर्को समस्या के लाग्यो भन्नुहुन्छ भने लेखाली बेल्टका सबै खानेपानी मुहानहरू सुक्दै जाँदाखेरि थप समस्या हामी कहाँ थुप्रिँदै आइरहेछ त्यसैले यो वर्ष हामीले जस्तै बाँचकोट खानेपानी आयोजना लिफ्टबाट केन्द्र सरकारले यसलाई 1 करोड सपोर्ट गरेर अब सुरु हुँदैछ त्यस्तै हामीले चौतारामा पहिला मुहान थियो स्थानीय मुहान गत वर्ष सुक्यो यो वर्ष प्रदेश सरकारलाई रिक्वेस्ट गरेका थियौँ उसले 1 करोड 20 लाख दिएको छ भने त्यसमा हामीले साझेदारी छ 80 लाख हामीले हालेर त्यो योजना पनि अघि बढाउँदैछौँ त्यस्तै काराकोटमा त्यहाँ पनि सुक्यो त्यहाँ चाहिँ हामीले डिपिआर गरेका छौँ त्यसको धन्दै 4.25 करोड रुपियाँ चाहिनेछ प्रदेश सरकारले कर्मगतमा 55 लाख हालेर चाहिँ कर्मगतमा सुरु गर्दैछ यस्ता कैयौँ ठाउँ हिजोका समस्या जहाँ थियो त्यसलाई हल गर्दै गएका छौँ हाम्रो प्लान त आउँदो 5 वर्षभित्र यो सबै पुर्याउन सकिन्छ जुन रफ्तारमा हामी गयौँ किन विगतमा के थिएन प्लान थिएन अस्तव्यस्तको बिचबाट गइरहेको थियो हामी आइसके त कम्तीमा हामीले यतिवटा आयोजना चाहिन्छ है हामीलाई भनेर त्यसलाई योजनाबद्ध व्यवस्थित गरिसकेका छौँ त्यसपछि काम गर्न सुरु पनि गरिसकेका छौँ कुन प्रकृतिको हामीले गर्ने कुन प्रतिको हामीले आफैले पनि गरिरहेको छौँ साना अझै पालिकाले आफै पनि त गरिरहेको छ कुन प्रतिको साझेदारीमा जाने कुन प्रतिको प्रदेश र केन्द्र सरकारसँग अनुरोध गर्ने त्यो गर्यो भने 5 वर्षभित्र नै योजनाहरू कम्प्लिट गर्न सकिन्छ नेपालका धेरै ग्रामीण बस्तीहरूमा सुरक्षित खानेपानी र सरसफाइ अझै पनि चुनौतीको विषय बनेको छ स्वच्छ पानीको अभावले स्वास्थ्य शिक्षा र दैनिक जीवनमा प्रत्यक्ष असर पार्छ विशेष गरी विद्यालयका बालबालिकाहरूले सुरक्षित खानेपानी र व्यवस्थित शौचालय नहुँदा अनेकौं कठिनाइहरूको सामना गर्नुपर्छ हामीलाई यो शौचालय भएदेखि निकै सहज भएको छ पहिला वासरुम जाँदा पनि धेरै गाह्रो हुन्थ्यो चुकुनहरू हुन्थेन प्याडल बक्सहरू पनि थिएन अहिले चाहिँ प्याडल बक्सहरू पनि छ हामीलाई सरसफाइको लागि सफा पानी साबुनहरू छ र बोइज र गर्ल्सको लागि छुट्टै छुट्टै वासरुमहरू पनि छ यही आवश्यकतालाई मध्यनजर गर्दै सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना र बनगाडको पिण्डी नगरपालिका सल्यानको सहकार्यमा विक्रम सम्वत 2080 सालदेखि विद्यालय र समुदायमा सुरक्षित खानेपानी तथा सरसफाइ सुधार गर्ने अभियानका योजनाहरू सुरु गरिएको छ हामी 2079 मा निर्वाचित भएदेखि एउटा बनगाडको पिण्डी नगरपालिका भनेको कस्तो क्षेत्र हो भनेपछि खानेपानीको विकराल समस्या भएको क्षेत्र हो यहाँका खानेपानीका स्रोतहरू एकदम सुक्दै गइरहेको र मुहानहरू सुकिसकेको ठाउँ हो हामी आउन बित्तिकै बनगाडको पिण्डी नगरपालिकाले एउटा वास प्लान गरेर यो पालिकाभरि जम्मा 414 वटा खानेपानीका आयोजनाहरू सञ्चालन भएका र भएर पनि कुनै प्रयोगमा आएका कुनै प्रयोगमा नआएका लथालिङ्ग भएर भतापिङ्ग भएर पनि खानेपानी स्वच्छ खानेपानी उपलब्ध नभएका समस्याहरू थिए ती समस्या समाधान गर्नको लागि हामीले स्वच्छ तथा दिगो खानेपानी जनतालाई उपलब्ध गराउन लागि हामीले सुस्वा परियोजनासँग सम्झौता गरेर काम अगाडि बढायौँ त्यसरी 80-81 मा हामीले 4 वटा ठुला खानेपानी बनायौँ एउटा लिफ्टिङ सिस्टम र 3 वटा ग्रेभिटी गरेर ठुला 4 वटा योजना बनायौँ त्यसमध्ये लिफ्टिङ सिस्टममा बनगाडको पिण्डी नगरपालिकाको 12 नम्बर वडा निगालचुलाको माछखर्क भन्ने ठाउँमा 65 घरधुरीलाई एक घर एक धारा खानेपानी उपलब्ध गरायौँ त्यो ठुलो जनतामा किनभने 2078 सालमा त्यहाँ एउटा खानेपानी सुचारू भएको रहेछ त्यो खानेपानी सुचारू हुने बेला त्यो सुरुमा मात्रै पानी आयो पछि पानी नआएर हामीले त्यो काम गर्दै गर्दा उहाँहरूको त्यहाँको जनताले विश्वास गर्नुभएको थिएन यो लिफ्टिङबाट हामी एकपटक असफल भइसकेको हो र अहिले सफल हुन्छ भन्ने कुरा हामीलाई विश्वास लाग्दैन त्यसकारण हामी गर्दिनौँ भन्ने खालको त्यस्तो खालको त्यहाँको जनताको कुरा थियो पछि हामी पटक गएर त्यहाँहरूको जनतासँग बसेर एकाकरण गरेर छलफल गर्दै गर्दा पछि उहाँ विश्वस्त हुनुभयो र यो हाम्रो यो सुसा परियोजनाको आयोजनाको निर्णय अनुसार उहाँले 20% जनसर्वधान गर्ने
प्रतिबद्धता जनाएपछि त्यो श्रमदान गर्न एकदम ततारु भएर उहाँ 65वटा धारा सञ्चालन भएर उहाँ अहिले खुसी हुनुभएको छ। र यसै गरी स्वच्छताको क्षेत्रमा हाम्रा टोयलेटहरू पनि भइरहेका छन्। पहिलो वर्ष 4वटा विद्यालयहरूमा टोयलेट भए, त्यसपछि अहिले पनि 3वटा भए, सबै गरेर दोस्रो वर्ष भने 3वटा गरेर 10वटा विद्यालयहरूमा टोयलेट भएका छन् र त्यो टोयलेट अपाङ्ग मैत्री पनि बनेका छन् र एकदम स्वच्छ छ, सफा छन्। केटाकेटी र शिक्षकहरूले प्रयोग गर्ने पहिला विद्यालयहरूमा कस्तो पनि गरिदो रहेछ भने छात्राहरूलाई अलग र त्यहाँको शिक्षकहरूलाई अलग टोयलेटहरू त्यस्तो खालको थियो। अहिले त्यो हटेको छ र यो सबै शिक्षक विद्यार्थीहरूले एउटै टोयलेट प्रयोग गर्ने। त्यस्तो गर्दाखेरि के हुँदो रहेछ भने त्यो सफा गर्नलाई शिक्षकहरूले पनि ततारुपता देखाएर सफा गरिराख्नु भएको छ। त्यसरी यो सुस्वा परियोजनाले बनगाड कुपिनी नगरपालिकामा सराहनीय काम गरेको छ र हामीले पनि अझै यससँग सहकार्य गर्दै अगाडि बढ्ने छौँ। अहिले बनगाड कुपिनी नगरपालिकामा सुस्वाबाट धेरै बजेट पनि आएको छ। यो अब यही वर्ष फेज आउट भएर जाने भएकोले हामी एकदम कामको चटारमा छौँ। बनगाड कुपिनी नगरपालिकाका नागरिकलाई स्वच्छ, सफा र दिगो खानेपानी व्यवस्थापन गर्नमा अडिग छौँ। नगरपालिकाले खानेपानी र सरसफाइलाई मध्यनजर गर्दै नयाँ योजनाहरूको थालनी गरेको छ। जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर खानेपानी र सरसफाइको क्षेत्रमा काम गरिरहेको छ। मार्के 5 आपचौर थुम भन्ने खानेपानी योजना छ। यो घरधुरको हिसाबले पालिकाभरकै ठुलो योजना हो। यसमा फिनल्यान्ड सरकार, नेपाल सरकार, युरोपियन युनियन, बनगाड कुपिनी नगरपालिका र समुदायको समेत लागतमा यो सम्पन्न भइसकेको छ। बढ्दो जनघनत्व, स्रोत साधनको अभाव र सीमित बजेटका कारण सबै नगरवासीलाई पर्याप्त खानेपानी व्यवस्थापन गर्न सकिएको छैन। तर पनि नगरपालिकाले वास प्लान बमोजिम प्राथमिकतामा रहेका योजनाहरूलाई क्रमशः अगाडि बढाइरहेको छ। हामी विशेष गरी यो खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा सुस्वा परियोजनासँग मिलेर काम गरिरहेका छौँ। आर्थिक वर्ष 2079-80मा वास प्लान तयार भयो र त्यसपछि हरेक वर्ष वास प्लान अद्यावधि पनि हुँदै गएको रहेछ र त्यही वास प्लानमा टेकेर हामीले विभिन्न आयोजनाहरू सम्पन्न गरेका छौँ र कतिपय सम्पन्न हुने चरणमा छन्। विशेष गरी यस खानेपानी, सरसफाइ र स्वच्छतालाई दिगो रूपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न किसिमको छलफल भइरहेको छ र यो परियोजनाको फेज आउट भइसकेपछि नि पालिकाले आफ्नै स्रोतबाट पनि स्रोत व्यवस्थापन गर्ने गरी हामीले त्यहाँ स्थायी संरचनाको रूपमा पालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता इकाइको गठन गरेर चाहिँ त्यसको भर्खरै नगरपालिकाले स्वीकृत गरेको छ स्थायी संरचनाको रूपमा रहने गरी। बाँकी चाहिँ हामीले विभिन्न विद्यालयहरूमा शौचालय बनाउने अनि एक घर एक धाराको सोच अनुरूप हरेक घरमा धारा पुर्याएका छौँ र बाँकी चाहिँ गर्नुपर्ने कामहरू आगामी वर्षमा पनि योजना छन् र यो परियोजना फेज आउट भइसकेपछि पालिकाले आफ्नै स्रोतबाट पनि यस कार्यक्रमलाई अगाडि बढाउने सोचिरहेको छ। हरेक थोपा पानी गन्तव्यसम्म पुर्याउन ठूलो मेहनत आवश्यक हुन्छ। मुहानदेखि पाइपलाइन बिछ्याउने, पानी सङ्कलन गर्ने, ट्याङ्की निर्माण गर्ने र वितरण प्रणाली तयार गर्ने सम्पूर्ण काम स्थानीय समुदायको समेत सहभागितामा सम्पन्न गरिएको हो। योजना सुरु हुनुभन्दा पहिला हामी एकदमै पानीको चरम अभाव थियो। हामीले पानी पिउनबाट अलिकति वञ्चित भएका थियौँ। परियोजना हालिसकेपछि हाम्रा स्थानीय बासिन्दाहरूलाई धेरैभन्दा धेरै राहत भएको छ। यो योजना सम्पूर्ण गर्दाखेरि सुस्वा परियोजनाका सम्पूर्ण कर्मचारी साथीहरूको टिमले पनि र बनगाड कुपिनी नगरपालिका सरकारले पनि हामीलाई धेरै धेरै सहयोग गर्नुभएको थियो। हामीले यस खानेपानी योजनाबाट 70 घरधुरीले खाइरहेका छन् पानी। सबैले राम्रै भन्नुहुन्छ क्या, एकदम खुसी हुनुहुन्छ। अब पहिला चाहिँ तपाईँको यहाँ यो पानी नआएर अब कहिले कसो आउने नआएको बेलामा तल धेरै टाढा कुवा जानुपर्ने 1-1.5 घन्टा पानी ल्याउनलाई टाइम लाग्थ्यो सर। त्यो भएर अब उता समय पनि बचत भयो, दुःख पनि भएन। यो केवल संरचना निर्माण गर्ने काम मात्र थिएन, यो समुदायको आवश्यकता, सहकार्य र साझा जिम्मेवारीको उदाहरण पनि हो। आर्थिक वर्ष 80-81मा माझखरा गाउँ स्वास्थ्य खानेपानी आयोजना बनेको हो। उक्त आयोजनाबाट 65 घरधुरी लाभान्वित भएको अवस्था छ। यो योजना बन्नुभन्दा पहिला यहाँ धेरै नै समस्या भएको यहाँबाट जानकारी थियो। करिब आधा घन्टा, 1 घन्टा, 2 घन्टासम्म पानीकै लागि दुःख गर्नुपर्ने, खोला पुग्नुपर्ने, पालो कुर्नुपर्ने लगायतका धेरै समस्या भएको गुनासो सुनिन्थ्यो। तर जब यो आयोजना सम्पन्न भयो,
त्यस पश्चात सामान्य कहिलेकाहीँ बर्सातको बेला बादल लागेको बेला कहिलेकाहीँ समस्या देखे तापनि अरू बेला चाहिँ यहाँ त्यस्तो कुनै ठुलो समस्या नआएको भन्ने अहिले पनि हामीले जानकारी त्यही पाइरहेका छौँ। यो आयोजनको लागि नेपाल सरकार, फिनल्यान्ड सरकार, युरोपियन युनियन, वनगाड कुपिन नगरपालिका र स्थानीयको लागत सहभागिता रहेको छ। विद्यालय केवल पढ्ने ठाउँ मात्र होइन, यो बालबालिकाहरूको भविष्य निर्माण गर्ने थलो हो। त्यहाँ उपलब्ध हुने आधारभूत सुविधा नै उनीहरूको स्वास्थ्य, सिकाइ र आत्मविश्वाससँग प्रत्यक्ष जोडिएको हुन्छ। सुस्वा परियोजना र नगरपालिकाको सहयोग सँगसँगै हाम्रो विद्यालयको सहयोगमा नयाँ शौचालय बन्देखि हाम्रो विद्यार्थीहरूलाई सहजता भएको छ। यस शौचालयमा छात्र अथवा छात्र सँगसँगै एउटा अपाङ्ग मैत्री कोठा पनि रहेको छ। अहिलेको यो अवस्थामा हाम्रो यो भौगोलिक बनावटको हिसाबले पनि होला, यो क्षेत्रमा पानी नभएको कारणले गर्दा पानीको समस्या चाहिँ चरम देखिएको छ, जसले गर्दा विद्यार्थीहरूलाई हात धुन, टोयलेट प्रयोग गर्नको लागि अप्ठ्यारो भएको छ। र यो पानीको व्यवस्थापनको लागि मैले सरकार आलासँग पनि अनुरोध गर्छु, सकेसम्म यो पानीको व्यवस्थापन छिट्टै गरिदिनु होला। जुन शौचालय बनेको छ यसले विद्यालय, त्यो सँगसँगै शिक्षक, विद्यार्थीहरूलाई एकदमै लाभान्वित पुर्याएको छ र सुविधा भएको छ। र यसको लागि सुस्वा परियोजना सँगसँगै नगरपालिकालाई विशेष धन्यवाद हाम्रो विद्यालयको तर्फबाट दिन चाहन्छु। पहिले र अहिलेको तुलना गर्दा यो शौचालयमा धेरै फरक पाइएको देखिन्छ। पहिलेको शौचालयमा चाहिँ त्यति बने तापनि पानीको केही पनि व्यवस्था थिएन। अहिले चाहिँ पानीको प्रत्येक छात्र र छात्राको लागि पानीको व्यवस्था गरिएको छ र ट्याङ्कीको पनि व्यवस्था गरिएको छ। र यो सबैभन्दा बढी समस्या भनेको छात्राहरूको लागि थियो। उनीहरू महिनावारी भएको बेला विद्यालय नआउने त्यस्तो समस्या थियो। छात्राहरू एकदमै न्यून हुने, विद्यालयमा उपस्थिति नहुने। त्यसपछि अब अहिले महिनावारी भएको बेला पनि प्याड व्यवस्थापन गर्नको लागि डस्टबिनको व्यवस्था गरिएको छ। बाहिर हात धुनको लागि साबुनको व्यवस्था गरिएको छ। यस परियोजना मार्फत एक घर एक धाराको रूपमा समुदायमा खानेपानीको सुविधा विस्तार भइरहेको छ। उता अनि पहिला गाग्रा बोकिन अनि तलबाट च्याक तल उगाल्न ल्याउँथ्यौँ। अब उता अनि लोट्यामा पानी खाने, अनि गाडा साथ धैसी परिरहेका छन्, अनि सबै धैसी परिरहेका छन्। अब त सुविधा राम्रै छ। हामीलाई त काँको घाँस ल्याउँथ्यौँ, काँको दाउरो ल्याउँथ्यौँ, अनि 2-3 खेप गर्थ्यौँ दिउँसोपल्ट। अनि साँझ ताराहारीमा 1 खेप घाँस लिएर आउँथ्यौँ। अनि लालाबाला मस्तै पाल्थ्यौँ उहिले। अब त पानी ल्याउनु पनि छोडेर घरै त्यो आयो त सुक्कै भइया। पनि सुक्यो कहाँ तल जिउला आउँथ्यौँ। हामी त जति जाने उतै गाडा लैजान्थ्यौँ, उयोलाई क्या गर्थ्यौँ। अब त हामीलाई पनि सुक्कै भइया। अब बाँचेर क्या हो, अब कति बाँचिने थियो र। योजना क्षेत्रमा रहेका विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा समेत सुरक्षित खानेपानी व्यवस्था गरिएको छ। अहिले चाहिँ यहाँ खानेपानी तथा सरसफाइको अवस्था एकदमै राम्रो छ। पहिला यो खानेपानी नआउन्जेलसम्म एकदमै दुःख थियो। खानालाई र यो स्वास्थ्य चौकीको प्रयोजनको लागि खानेपानी लिन तलै खोलासम्म पुग्नु पर्थ्यो। तल खोला जान पनि आधा घन्टा लाग्छ। अनि तलै गएपछि पानी बोकेर उक्लिँदाखेरि झन् 1 घन्टा नै लाग्छ। त्यो कम्पेरिजन गर्दाखेरि चाहिँ एकदमै सजिलो भएको छ हामीलाई यो स्वास्थ्य चौकी अन्तर्गतको सम्पूर्ण स्वास्थ्य कर्मीहरूलाई प्लस यहाँ आउने बिरामीहरूलाई, सेवाग्राहीहरूलाई पनि एकदमै सहज भएको छ। पानी चाहिँ स्वास्थ्य चौकीलाई विशेष प्राथमिकता दिएको हुनाले 24 घण्टा अभाइलेबल छ। त्यसैगरी विद्यार्थी र शिक्षकका लागि सफा, सुरक्षित र व्यवस्थित शौचालयहरू निर्माण भइरहेका छन्, जसले विद्यालयहरूको वातावरणलाई अझै स्वास्थ्य मैत्री बनाउँदै गइरहेको छ। वनगाड कुपिन नगरपालिकामा विगत 3 वर्षदेखि कार्यरत छु। 2080 श्रावणदेखि यहाँ चाहिँ हामीले काम गरिरहेका छौँ र यो 3 वर्षको बिचमा यस नगरपालिकामा धेरै कामहरू भएका छन्। खानेपानी, सरसफाइ र स्वच्छताका विभिन्न क्रियाकलापहरू सम्पन्न भएका छन्। 80-81मा ठुला 4वटा खानेपानी सम्पन्न भएका थिए। त्यसबाट पनि एउटा सिकाइ भइरहेको छ। जनसमुदायको एकदम सक्रिय सहभागिताबाट कामहरू भइरहेको छ। त्यसमा साझेदार निकायहरूको पनि सबैको सहयोगबाट काम भएको छ। र जुन शौचालय बनेका छन् ती चाहिँ प्रयोग मैत्री छन्, अपाङ्ग मैत्री छन्, सुविधायुक्त छन्।
समग्रमा। त्यो सँगसँगै हाम्रो अर्को आर्थिक वर्ष 81-82 चाहिँ हामीले खानेपानीको थोरै मात्रै काम भयो, मरसमारका कामहरू भयो र शौचालय चाहिँ 3वटा बनेका थिए, त्यो पनि राम्रो बनेका छन्, प्रयोगमैत्री छन्। र अर्को आर्थिक वर्ष यो चाहिँ 82-83 आर्थिक वर्षमा चाहिँ यो वर्ष मात्रै हामीले ठुल्ठुला खानेपानी योजनाहरू सम्पन्न गर्दैछौँ। यो वर्ष मात्रै 5वटा ठुला खानेपानी सम्पन्न भइसकेका छन्। त्यो सँगसँगै 3वटा शौचालय, विद्यालय शौचालय पनि सम्पन्न भइसकेका छन्। हामीले पनि यस्तै बनाउनुपर्छ भन्ने खालको सिकाइ चाहिँ अन्यत्र पनि परेको छ, चाहे खानेपानी होस् चाहे विद्यालय शौचालय होस्, यस्तै खालको बनाउनुपर्छ भन्ने खालको एउटा सिकाइ भएको छ र समग्रमा परियोजनाको राम्रो प्रभाव परेको छ। समुदाय स्तरमा उहाँहरूले नै एकदम सकारात्मक कुराहरू गर्नुहुन्छ र योबाट हामीले भनौँ न धेरै कुराहरू पाएका छौँ। एउटा दिगोपनाका कुराहरू पाएका छौँ, क्षमता विकासका कुराहरू पाएका छौँ र हाम्रो जीवनमा सहज भइरहेको छ भन्ने कुराहरू उहाँहरूले आफैले पनि व्यक्त गर्नुहुन्छ। खानेपानी र शौचालयको सुविधाका लागि सबै विद्यालयमा आयोजनाको पहुँच नपुगेको भए तापनि विविध अतिरिक्त क्रियाकलापहरूले धेरै विद्यार्थीहरूलाई समेटेको छ। छात्रहरूको लागि सर म्यामहरूको लागि सबैलाई अपर्याप्त पनि थियो र अलिक सुविधा सम्पन्न पनि थिएन। अहिले 5वटा कोठाको अलिकति अब सम्पन्न शौचालय बनेको छ। अपाङ्ग मैत्री शौचालय पनि छ। छात्रको लागि 2वटा कोठा, छात्राको लागि 2वटा कोठा पनि तयार भएको छ। पहिलेको भन्दा धेरै सहज छ। धेरै धन्यवाद दिन चाहन्छु हाम्रो विद्यालय परिवार र मेरो व्यक्तिगत तर्फबाट। यस्तो हाम्रो विद्यालयमा चाहिँ शौचालयको निर्माण गरिदिएकोमा विद्यालय धेरै आभारी छ र धेरै मेरो व्यक्तिगत तर्फबाट र विद्यालयको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु। शौचालय बनेदेखि विद्यार्थीहरूलाई धेरै सहज भएको छ। यहाँ केटाकेटी अपाङ्ग लगायतका पनि टोयलेटहरू बनेका छन्। शुद्ध पिउने पानी, सरसफाइ, स्वच्छता, जनचेतना र व्यवहार परिवर्तनका क्रियाकलापहरूले विद्यार्थीहरूमा सकारात्मक परिवर्तनको विकास हुँदै गएको पाइन्छ। आर्थिक वर्ष 2080-81 देखि हामी यहाँ कार्यरत छौँ। हामीले सुस्वा परियोजना सङ्घको जुन सहकार्यमा पालिकासँग काम गरिराखेका छौँ। यो विषयमा चाहिँ हामीले खानेपानी, सरसफाइ, स्वच्छतासँगै मर्यादित महिनावारी व्यवस्थापनको विषयमा पनि हामीले काम गरिराखेका छौँ। जनचेतनामूलक कार्यक्रमहरू गर्नेदेखि लिएर प्याड मेकिङ ट्रेनिङहरू दिने काम अनि उहाँहरूको चाहिँ क्षमता विकासको काम चाहिँ गरेका छौँ। र सुस्वा लागू भइसके पछाडि चाहिँ यहाँ अहिले छुट्टै अर्को काम गरेको भने चाहिँ व्यवहार परिवर्तन सम्बन्धीका विभिन्न खालका टुल्सहरूको प्रयोग गर्ने काम पनि गरिराखेका छौँ। र शौचालयको विकल्पको रूपमा यहाँ अगाडि पनि देख्न सक्नुहुन्छ, यो पनि हामीले चाहिँ स्याटो, लिग्जिल कम्पनीको स्याटोको प्रडक्टहरू जुन दुर्गमका बस्तीहरूमा चाहिँ सजिलैसँग लिन सकिन्छ र त्यसलाई चाहिँ प्रयोग गर्न सकिन्छ। त्यस्तो खालको चाहिँ अब युजर फ्रेन्डली टाइपको यो सामग्रीहरू पनि को बारेमा पनि पैरवी गर्ने काम गरिरहेका छौँ भने अब बजारहरूमा पनि वास सम्बन्धी सामग्रीहरू सजिलै पाइन् भन्ने तरिकाले चाहिँ वास मार्टको स्थापना गरेर स्थानीय स्तरमा चाहिँ सामग्रीहरूको आपूर्ति गर्ने कामहरू गरिरहेका छौँ। समग्रमा खानेपानीको दिगोपना सम्बन्धीको काममा चाहिँ हामी निरन्तर लागिरहेका छौँ। सुरक्षित र सफा शौचालय प्रत्येक नागरिकको आधारभूत अधिकार हो। यस परियोजनाले निर्माण गरेका शौचालयहरूले विशेष गरी छात्रालाई सम्मानजनक र सुरक्षित वातावरण उपलब्ध गराएको छ। विद्यालयमा नियमित उपस्थित हुने वातावरण अझै सुदृढ बनेको छ। महिनावारी हुँदाखेरि सुरक्षित व्यवस्थापन पनि थिएन, प्याड फाल्ने राम्रो ठाउँ पनि थिएन। अहिले यो टोयलेट भएदेखि धेरै सहज र सुविधा भएको छ। सफा साबुन र पानीको पनि व्यवस्था भएको छ र यो टोयलेट बनाउने सुस्वा लगायतका परिवारलाई पनि धन्यवाद दिन चाहन्छु। पहिला विद्यार्थीहरूलाई धेरै अप्ठ्यारो थियो सर, शौचालय नबनाउन्जेलसम्मलाई। विद्यार्थी भाइ बहिनीहरूलाई कहाँ छन् बुटा, कहाँ छन् खोला, कहाँ छ जङ्गल, त्यही जानु पर्थ्यो र साना विद्यार्थी भाइ बहिनीहरूले विद्यालयको प्राङ्गणको नजिक वरपर छेउछाउमा जथाभावी दिशा पिसाबले फोहोरले घेरिएको थियो। हाम्रो सुसाकै कार्यक्रमको योजना ल्याएर टोयलेट बनाएदेखि अहिले धेरै सहज वातावरणमा गएको छ। पहिला शौचालयहरू थिएनन्, एकदम व्यवस्थित थिएन, एकदम जीर्ण अवस्थाको थियो। बच्चालाई एकदम टोयलेट जान, पिसाब दिसाब गर्न एकदमै समस्या थियो। अहिले चाहिँ सुस्वा कर्मचारीहरू अथवा सुस्वा संस्थाले हाम्रो विद्यालयमा, आधारभूत विद्यालयमा एउटा टोयलेट, राम्रो नमुना टोयलेट बनाइदिनु भएको छ र अहिले बालबालिकाहरूलाई चाहिँ अब दिशा पिसाब गर्नको लागि, टोयलेट जानको लागि असाध्यै राम्रो, एकदम सहज, ठ्याक्कै स्कुलको अगाडि सजिलो, एकदम राम्रो भइरहेको छ। पहिले चाहिँ हामीले विविध हाम्रा अग्रजहरूले, हाम्रा बुद्धिजीवीहरूले डाँडाको विद्यालयलाई गाउँमा अलिकति व्यवस्थित गर्नको लागि यो बिच सेन्टरमा ल्याएर चाहिँ धेरै पहल गरेर त्यसमा चाहिँ शौचालयको
धेरै अवस्थामा जीर्ण अवस्था रहेको थियो र खानेपानीको पनि समस्या थुप्रै थियो। अहिले आएर यो सुसुवाको नगरपालिकाको समन्वयमा सुसुवाले चाहिँ एउटा शौचालय निर्माण कार्यक्रम करिब 10 लाख बराबरको त्यो योजना बनाइसकेपछि हामीले भर्खर यो शौचालय निर्माण गरिसकेपछि हामीले यसलाई व्यवस्थित गरिसकेका छौँ र यहाँ छात्र र एउटा अपाङ्ग 3वटा कोठाको एउटा शौचालय निर्माण भइसकेको छ। यसमा चाहिँ हामीलाई अहिले थप सुविधा भइसकेको छ विद्यार्थीहरूलाई। हाम्रो करिब 152-53 जनाको हाराहारी विद्यार्थीहरू यहाँ अध्यापन गरिरहनु भएको छ। परियोजनाको लाभ विद्यालयमा मात्र सीमित छैन, समुदाय स्तरमा पनि सुरक्षित खानेपानीको सुविधा प्राप्त भइरहेको छ। बाल्यकालमा पानी गाह्रो जान्थ्यौँ, हमबाट हुने गाह्रो जान्थ्यौँ। यो धारा आएबाट यहाँ पानी आएबाट खुसी भएको छ जान। अब त घरि चाहिँ पानी भरि बेला भ्या भने लोट्याउनु झुने खाने गर्ने। 2-4 वर्ष अगाडि पानीको अलिक नै बढी सर्टेज थियो। सुसा संस्था र एउटा हाम्रो नगर परियोजनाको उसले गर्दाखेरि हामीलाई अहिले धेरै सहज भएको छ। गृहिणीहरूलाई पनि अहिले धेरै राम्रो भएको छ। घर घरमै पानी आएछ। अब अहिले पानी पनि कन्ट्रोल भएको छ। खाने पानीको समस्या थियो बाबु। अनि पहिला भाले डाँगामा उठिकन खोला त गइकन पानी ल्याउनु खानु पर्थ्यो। अहिले सबै धेरै सुविधा छ। अनि घरमा पानी छ, अनि सब सुविधा भइहाल्छ। अब आँगनमा पानी छ, जै बेला खा पनि भइगयो। पहिले पानीका लागि लामो दूरी हिँड्नुपर्ने बाध्यता धेरै हदसम्म कम भएको छ। समयको बचतसँगै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव देखिन थालेको छ। पहिला मूल पानी लिस्बनबाट एउटा जङ्गलमा खनिकन मुट्टीमा त्यस्तै बगाएर ल्याएर वहाँदेखि पछाडि फेरि सिमेन्टको गराएर खायौँ। वहाँदेखि मेरो पाइप आएर खायौँ। त्यस्तो तकलिफ काटियो, यताउता गरियो। यो हुने बस्तीमा पानी नभए हुनाले मैले 15,000 रुपियाँ खर्च गरी सबै सल्लाह गरेर त्यो पानी ल्याएर अहिले हाम्रो यो बस्तीमा खाएका थियौँ। अहिले अब सरकारले गर्दा माथि अब अहिले राम्रो छ। फेरि पोहोर सालको एक घर एक धारा पानी भन्ने कुरा भयो। सरकारका उयोबाट हामीले लिएर त्यही पानी यताउता प्रयोग गरिकन हामीले खाएका छौँ। अहिलेसम्म ठिकै छ, राम्रो छ। अघिको जमानामा त अब के भयो अहिलेको कुरामा अहिले पहिलेको यस्तो जमिनबाट लिएर पाइप सिमेन्ट लिएर वहाँदेखि पाइपबाट वहाँ एक घर एक धारा अहिलेसम्मलाई राम्रो भयो। हामीले खाएका यही छौँ। मेरो 59 सालमा विवाह भएको हो। त्यति बेला अब लगभग 8-10 वर्ष दुःख पाइयो, 10-12 वर्ष दुःख पाइयो। र तल खोलाबाट पनि पानी बोक्दियो, अनि माथि टङ्कीबाट पनि पानी बोक्दियो, बचेको पानी। र अहिले हाम्रो सरकारले पनि अब साथ दिनुभयो, हाम्रो सुसुवा संस्थाहरूले पनि साथ दिनुभयो, र हाम्रो पालिकाहरूले पनि सबै हाम्रो सम्पूर्ण सबैले साथ दिँदाखेरि अब हामीलाई अहिले ठिकै छ। अहिले अब हामीले खोलाबाट गाग्रीमा पानी बोकेर गेलमा पानी बोकेर ल्याउँथ्यौँ। अहिले अब हामीले गेलिनमा जगमा भरेर पनि खाना पकाएर भित्र लिएर खाइरहेका छौँ। कुनै पनि विकास परियोजना सफल हुन स्थानीय समुदायको सहभागिता अत्यन्त आवश्यक हुन्छ। यस अभियानमा स्थानीय बासिन्दा, विद्यालय परिवार, जनप्रतिनिधि र सरोकारवालाहरूले हातेमालो गर्दै आफ्नो गाउँको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन्। म महिनामा एकपटक सभा गर्छु ट्याङ्की, अनि त्यहाँदेखिबाट मेरो धारा सारा हेरफेर गर्ने, काहीँ चुइना चाल्ने, काहीँ टुट्यो फुट्यो बाटाघाटामा, अनि काहीँ पाइप देखियो पाइप पुर्ने मेरो काम आफूले भ्याउने भरि आफूले पुर्छु, नभ्याउने भरिलाई सबै जनतालाई जाउँ भनेर भोटेलेर लिन्छु। काहीँ माथि मुहानमा के घेरबार अनि कतै अब रेला पहिरा गएमा सबैलाई जनतालाई लिएर म बनाउँछु। कुनै धारा बिग्रियो तुरुन्तै फोन आउँछ, फोन आयो भनेपछि जान्छु म गएर त्यो धारा अब आफ्नो हातबाट हुनेलाई म आफ्नो हातबाट गराइदिन्छु। र तिनी वासेर ल्याउन पठाउँछु। 35-36वटा धारा छन्। यिनी धारामा कोही अब बन्दछन्, अनि कोही गोठाला पर्छन्। हजुर हामीहरूका पनि हाम्रो यहाँ गोठाला छन्। गोठालाले गर्दा कोही अब हाम्रो 12 महिना खानेवाला छन्। म शारीरिक रूपमा अलि अशक्त नै छु। 3 वर्ष अगाडि मेरो एक्सिडेन्टको कारण हातखुट्टा नचल्ने समस्या छ। हाम्रो जलभलाक्रका खानेपानी आयोजना बनगाड कुपिन्डे नगरपालिका वासिकाई र सुसुवा परियोजना मार्फत अहिले सम्पन्न हुन लागिरहेको छ। हाम्रो खानेपानी योजनामा 86वटा व्यक्तिगत धारा, एउटा स्कुल धारा, 5वटा आरबिटी, 3वटा डिसी, 3वटा पानी फिल्टर गर्ने च्याम्बर, एउटा इन्टेक च्याम्बर र एउटा हावा पास हुने एउटा च्याम्बर रहेको छ। योभन्दा अगाडि हामीलाई खानेपानीको समस्या अलि त्यस्तो दुःख नै थियो। अहिले सहज भइरहेको छ र सहज हुनेछ भन्ने आशा राख्दछु। यो परियोजना टिको समयसम्म टिकोस् भन्ने हाम्रो चाहना हो। स्वच्छ पानी केवल एउटा सुविधा होइन, स्वच्छ जीवनको आधार हो। सरसफाइ केवल बानी होइन,
सभ्य समाजको पहिचान हो। खानेपानी सरसफाई तथा स्वच्छता परियोजनामा बनगाड कुपिन्डे नगरपालिका सल्लियनको सहकार्यले विद्यालय र समुदायमा ल्याएको यो परिवर्तन आजको लागि मात्र होइन, भोलिको पुस्ताको लागि पनि महत्त्वपूर्ण लगानी हो। सुसुवा अन्तर्गत यो शौचालय निर्माणका लागि बजेट नेपाल सरकार, फिलियान सरकार, स्थानीय सरकार लगायत यो विद्यालयको लगानी र प्रत्यक्ष यो 12 नम्बर बासीको जनश्रमदानबाट निर्मित शौचालयमा सुविधायुक्त सम्पन्न भएको छ। यसमा चाहिँ भित्र कम्पाउन्ड छ, अपाङ्ग मैत्री छ, सबैले प्रयोग गर्ने एकदम राम्रो छ र यो सुसुवा परियोजना अन्तर्गत यो पारदर्शक एकदम राम्रो ढङ्गले काम भइराखेको छ। पहिलेको तुलनामा त पहिला धेरै टाढा घन्टौँ लागेर जानुपर्थ्यो पानी लिन, अहिले चाहिँ घर घरमा धारा भइसकेपछि सुविधा महसुस गरिरहेको छौँ हामीले। सरसफाइमा त अब पहिला अब पानी हुँदैन थियो क्या होइन, पानी नहुँदाखेरि अब सरसफाइमा त्यति हुँदैन थियो, टोयलेटहरू पनि अब फोरै हुन्थे। अहिले घरमा धारा भइसकेपछि प्रायः घरहरूमा टोयलेटहरू पनि सफाइ छ, पानी नियमित छ। कहिलेकाहीँ बादल आएको बेलामा पानी आउन्न, प्रायः घाम लागेको बेलामा पानी आउँछ। 1 करोड 1 लाखको बजेट थियो यहाँ, हामीले एक घरबाट हामीले 45 दिन श्रमदान गरेर हामीले यो काम सम्पन्न गरेका थियौँ। धेरै मान्छेको सहभागिता राम्रो थियो। यदि हामीले नियमित नगर्दासम्म हाम्रो अब खानेपानीको उपाय अरू विकल्प केही पनि छैन। अब पहिलाका मुहानहरू पनि सुक्दै गएका छन्, तर यहाँ सबैको सहभागिता सक्रिय छ र पैसा उठाएर पनि हामी त्यसलाई व्यवस्थापन गर्न सक्छौँ। खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाबाट आर्थिक वर्ष 2080-81मा बनगाड कुपिन्डे नगरपालिकामा उल्लेखित योजनाहरू सम्पन्न गरिएको थियो। पाटके खानेपानी तथा सरसफाई योजना वडा नम्बर 3, किचेन लिसापानी खानेपानी तथा सरसफाई योजना वडा नम्बर 4 र 5, छहरे खोला रम्चाउना खानेपानी तथा सरसफाई योजना वडा नम्बर 7, माझ खर्क गाउँ स्वास्थ्य चौकी खानेपानी तथा सरसफाई योजना वडा नम्बर 12, मुक्ति मावि शौचालय निर्माण वडा नम्बर 3, कृष्ण मावि शौचालय निर्माण वडा नम्बर 7, नवज्योति मावि शौचालय निर्माण वडा नम्बर 8 र राधा आधारभूत विद्यालय बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर 6मा शौचालय निर्माण गरिएको थियो। त्यस्तै खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाबाट आर्थिक वर्ष 2081-82मा जय नेपाल आधारभूत विद्यालय शौचालय निर्माण बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर 4, प्रतिभा मावि शौचालय निर्माण वडा नम्बर 9, महेन्द्र मावि शौचालय निर्माण वडा नम्बर 11। त्यसै गरी विस्तारित खानेपानी सुरक्षा योजना अन्तर्गत अमरा खानेपानी तथा सरसफाई विस्तारित खानेपानी सुरक्षा योजना बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर 1, सिस्नेरी गर्चे विस्तारित खानेपानी तथा सरसफाई योजना बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर 4 कार्यान्वयन गरिएको थियो। उल्लेरी केराइठानी खोर्या खानेपानी तथा सरसफाई योजना बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर 5 लगायतका योजनाहरू निर्माण गरिएको थियो। त्यसै गरी आर्थिक वर्ष 82-83मा बनगाड कुपिन्डे नगरपालिका सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना अन्तर्गत उल्लेखित योजनाहरू सम्पन्न गरिएको छ। तल्लो लिसापानी बेलखोला बागचौर खानेपानी तथा सरसफाई योजना वडा नम्बर 1 बेलखोला बागचौर, काफ्लेनी लाखर चिन्ने खोला खानेपानी तथा सरसफाई योजना वडा नम्बर 5, जलभला खर्क खानेपानी तथा सरसफाई योजना वडा नम्बर 6, माझ खर्क खोला थापाचौर खानेपानी तथा सरसफाई योजना वडा नम्बर 10, मार्के पाँचरे आपचौर थुम खानेपानी तथा सरसफाई योजना वडा नम्बर 11, शारदा आधारभूत विद्यालय शौचालय निर्माण वडा नम्बर 3 क्युरेनी, भगवती आधारभूत विद्यालय शौचालय निर्माण र सिद्धेश्वरी मावि बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर 12 माझ खर्कमा शौचालय निर्माण गरिएको छ। सुरक्षित पानी, स्वस्थ वातावरण र समुदायको सक्रिय सहभागिताले समृद्ध र स्वस्थ समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश यस परियोजनाले दिएको छ। हामी सबैको साझा प्रयासले विकास सम्भव छ। स्वच्छ पानी, राम्रो सरसफाइ र सचेत समुदाय यिनै हुन् उज्जवल भविष्यका बलिया आधार।